नमस्कार साथीहरू प्रदेश लोकसभा आयोग कोशी प्रदेश विराटनगर प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा सहायक स्तर 5औं त नायब सुब्बा वा सोसर पदको जुन छ प्रथम चरणको जुन छ लिखित परीक्षाको यहाँ परीक्षा भवन आइसकेको छ। तपाईहरू हेर्न सक्नुहुन्छ। सबै कुरा यसमा लेखेको छ। प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत प्रशासन सेवा साप्र लेखा राजस्व आलेप समूहका सहायक स्तर 5औं त विज्ञापन नम्बर 5501 5507 2081-82 का पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। लेखेको छ। प्रथम चरणको लागि जुन छ यहाँ दिएको छ। विज्ञापन नम्बर तपाईहरु हेर्न सक्नुहुन्छ 5501 5507 2081-82 किसिम खुलत्ता समावेशी पद नायब सुब्बा वा सोसर त 5 सेवा समूह यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। लिखित परीक्षा मिति र समय यहाँ दिएको छ। प्रथम पत्र 2082 साल 1 महिना 13 गते बिहानको 11 बजे रहेको छ। धेरैजनालाई जुन छ कमेन्ट गर्नुभएको थियो यसमा कि कहिले आउँछ सेन्टर। आइसकेको छ। तपाईँ यो भिडियो राम्रोसित जुन छ तपाईहरु हेर्नु होला। सबैको यसमा सेन्टर दिएको छ यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। आफ्नो रोल नम्बर प्रवेश पत्रमा हेरेर तपाईहरु यसमा आफ्नो सेन्टर मिलाउनु होला। तपाईको सेन्टर कुनमा पर्छ यसरी तल स्क्रोल डाउन गरेर तपाईहरु हेर्न सक्नुहुन्छ। सबैको यहाँ दिएको छ। सिरियल वाइज यहाँ दिएको छ। तपाईहरु हेर्न सक्नुहुन्छ। यो लास्ट सम्म जुन छ यहाँ दिएको छ 104 यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। श्री महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मेन बिल्डिङ रोड शेष चौक पश्चिम विराटनगर केन्द्र 6 मा रहेको छ। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। 20681 भन्दा माथिका सबै यसमा जुन छ रहेको छ। यहाँ दृष्टि पनि तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँ दिएको छ। यो एकदमै जुन छ पढ्नु होला। तपाईहरु इक्जाममा जानुभन्दा पहिला एकदमै नै इम्पोर्टेन्ट रहेको छ। यो थियो नायब सुब्बा पदको जुन छ प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवनको यो जानकारी। सबै साथीले तपाईहरु यो शेयर गरिदिनु होला ताकि सबैलाई जुन छ हेल्प भइहालोस्। धेरैजनालाई यो कमेन्ट गर्नुभएको थियो कहिले आउँछ भनेर। त्यही भएर मैले यो भिडियो जुन छ बनाएको छु। तपाईहरु एक लाइक र एउटा कमेन्ट गरिदिनु होला।